धेरै मान्छेहरू यो अब्युजिभ रिलेसनसिपबाट निस्किनै सकिरहेको हुँदैनन् क्या, अड्किरहेको हुन्छन्। किन त भन्दा डरले गर्दा। मैले यो भन्दा राम्रो पाउँदिनँ कि उसले छोडेर गइदियो भने म एक्लो हुन्छु कि। अब यो डरले गर्दाखेरि हामी के गर्छौँ भन्दाखेरि ऊ जति रिसाए पनि हामी सहिदिन्छौँ, जति चित्त दुखाए पनि हामीले केही भन्दैनौँ, उसले जति कन्ट्रोल गर्न खोजे पनि हामी चुपचाप बसिदिन्छौँ। अनि कहिलेकाहीँ चाहिँ उसले फेरि मायाको बर्सात गरिदिन्छ, एकदमै केयर गर्ने, एकदम प्रोटेक्टिभ हुने, के किनिदिने हो। यस्तो गरेपछि अनि मान्छे झुकिँदैन त, जे गरे पनि उसले माया त गर्छ नि यार भनेर हामीले बाँकी कुरालाई चाहिँ सहिदिन्छौँ क्या। माया र एब्युज दुईटा फरक चिज हो। हेर्नु, जुत्ता किने जस्तो होइन, एउटा मात्र किन्न नमिल्ने, किनेपछि दुईटै किन्न पर्ने, जोडीमै किन्न पर्ने होइन त्यस्तो। माया गर्छ भन्दैमा हेपाइ सहनु पर्ने अथवा पिटाइ सहनु पर्ने अथवा त्यो एब्युज सहनु पर्ने हुँदैन। र जेनरली हामी चाहिँ एउटा फल्स होपमा बाँचिरहेको हुन्छौँ। के त भन्दा सायद भोलि चेन्ज हुन्छ होला, बिस्तारै ठिक हुन्छ होला भनेर। ढुक्क हुनुहोस्, हुँदैन, हुँदैन। हेर्नुहोस्, रेस्पेक्ट गर्न नसक्ने मान्छेसँग तपाईँ बसिराख्नु भनेको चाहिँ लोयलिटी होइन क्या, यो त सेल्फ बिट्रेयल हो। तपाईँले जति धेरै सहनुहुन्छ नि उसको नेगेटिभ बिहेभियर त्यति नै बढ्दै जान्छ क्या, कहिले पनि घट्दैन।